नमस्कार। अहिले नेपालमा राजनैतिक गर्मागर्मी बढेको छ। निर्वाचन आयोग नेपालले प्रकाशित गरेको निर्वाचन कार्यक्रम अनुसार देशैभरका 165 निर्वाचन क्षेत्रमा विभिन्न राजनैतिक दल र स्वतन्त्र व्यक्तित्वहरूले उम्मेदवारी दिनुभएको, उम्मेदवारी रुजु भएको र उम्मेदवारी फिर्ता सम्म गरेर अन्तिम नामावली प्रकाशनको चरण समापन भएको छ। विभिन्न राजनैतिक दलहरूले भावी प्रधानमन्त्रीका रूपमा विभिन्न व्यक्तिहरूलाई प्रस्ताव गरेर आफ्नो निर्वाचन कार्यक्रमहरूलाई अगाडि बढाएका छन् भने सार्वजनिक मिडिया, सञ्चारकर्मी, आम नागरिक समाज र सरकारवालाहरूले उत्तिकै चासो र चिन्ताका साथ यो निर्वाचनलाई हेरिरहेका छन्। 2079 सालमा भएको आम निर्वाचनपछि जुन प्रतिनिधि सभा गठन भएको थियो त्यो 2082 भदौ 23 र 24 को जेनजी आन्दोलन र त्यसको प्रभावस्वरूप विघटनको अवस्थामा पुगेर फागुन 21 का लागि आम निर्वाचन घोषणा गर्दै अन्तरिम सरकार गठन गरिएको अवस्थामा नेपाल अहिले रहेको छ। के अब त्यो आन्दोलन फगत एउटा चुनावको सट्टा अर्को चुनावका लागि, एउटा संसदको सट्टा अर्को संसदका लागि थियो, वा एक थरी दल वा कार्यकर्ताहरूले अर्को थरी दल वा कार्यकर्ताहरूलाई गाली गलौज गर्नका लागि थियो, वा एउटै दलभित्रका एउटा पुस्ताले अर्को पुस्तालाई सत्तोसराप गर्ने, वा एउटा पुस्ताले अर्को पुस्तालाई गिज्जाइरहने, होच्चाइरहने, गर्न नसक्ने रूपमा लिने गरी अगाडि बढ्ने र देशमा भइरहेका विभिन्न खालका आरोप प्रत्यारोप, भ्रष्टाचार लगायतका विभिन्न काण्ड र अवस्थाबाट दिक्क भएका जनताहरू र पछिल्लो घटनामा सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लागेको र आम रूपमा बोल्न, लेख्न र अभिव्यक्ति गर्न नपाएको कारणले मात्रै त्यो आन्दोलन भएको थियो। त्यसबारे सोच्नुपर्ने अवस्था छ। अहिले मन मात्रै होइन, मतलाई पनि विवेकपूर्ण तरिकाले निर्णय गर्नुपर्ने अवस्था छ। निर्णय गर्दा देशलाई पहिलो केन्द्रबिन्दुमा राखेर देशको राष्ट्रिय अखण्डता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकतालाई प्राथमिकता दिँदै देशभित्रको सुशासन, देशको विकास र देशको अर्थतन्त्रलाई चलायमान बनाउँदै देशलाई जुरुक्क उठाउन सक्ने माहौल परिस्थिति जहाँबाट बन्छ त्यसका लागि आम बुवा आमा, दाजुभाइ, दिदीबहिनीहरूले विवेकपूर्ण निर्णय गर्दै चुनावका लागि मतादेश दिनुपर्ने, जनादेश व्यक्त गर्नुपर्ने अवस्था छ। हुन त अहिलेको संविधान र अहिलेको निर्वाचन प्रणालीले यसलाई पूर्ण एकल बहुमततर्फ पार्टीहरू जान्छन् वा जाँदैनन् भन्ने कुरा शङ्काको विषय छ। तथापि राजनैतिक स्थिरताका लागि गम्भीर भएर सोच्नुपर्ने अवस्था छ। अन्तर्राष्ट्रिय भू राजनीति, नेपाल र भारतको रणनैतिक हिसाब, अमेरिका र रुस बीचको सम्बन्ध, रुस युक्रेन युद्ध, इजरायल हमास लगायतका क्षेत्रहरूमा भइरहेको द्वन्द्व र अन्तर्राष्ट्रिय स्तरका सामरिक महत्त्व सम्बन्धी गतिविधिहरू प्रत्यक्ष अप्रत्यक्ष रूपमा र विभिन्न देशका जासुसी सङ्घ संस्थाहरूले पनि आफ्नो आफ्नो रूपमा नेपालभित्र कस काम गरिरहेका छन् भन्ने धेरैलाई लाग्ने गर्छ। यहाँ धेरै दलका मानिसहरू, कोही राजनैतिक रूपमा, कोही धार्मिक रूपमा, कोही विभिन्न रूपमा, कुनै विभिन्न एनजिओ आइएनजिओको रूपमा विभिन्न समूहको स्वार्थको गोटी बनेका छन् र बाहिर देख्दा एउटा र भित्र अर्कै रूपमा पनि हुन सक्छन् भन्ने आम जनमानसमा शङ्का पनि छ। यसलाई निवारण गर्ने गरी सबै राजनैतिक दलहरूले र स्वतन्त्र उम्मेदवारहरूले यसका बारेमा आफ्नो स्पष्ट धारणा र आफ्नो अवस्था क्लियर भने गर्नै पर्ने हुन्छ। आज हामीहरू एकैछिनको लहैलहैमा भुलभुलैयामा लाग्यौँ भने देश कहाँ जान्छ, के हुन्छ, देशको विकास
कसरी हुन्छ भन्न सकिने अवस्था चाहिँ छैन। त्यसैले अहिले आम नागरिकहरू जुरुक्क उठ्नुपर्ने, सचेत हुनुपर्ने, खबरदारी गर्नुपर्ने अवस्था हो। अब यत्तिकै भोट दिने होइन, चाहे नयाँ हुन् चाहे पुराना हुन्, सबैलाई प्रश्न गर्न सक्छौँ, खबरदारी गर्न सकौँ। यति गर्न सक्यो भने मात्रै देशमा केही न केही परिवर्तनको आवाज तपाईँ हामीले गर्न सक्छौँ। खाली नोट र भोट होस्, खाली रोटी र बेटीको सम्बन्ध होस् वा चेलीबेटीको सम्बन्ध होस् वा भाइ भाइको सम्बन्ध होस् भनेर मात्रै मतलाई अभिव्यक्त नगर्नुहोस्। मत दिने बेलामा राम्रोसँग आफ्नो विवेक, आफ्नो आत्मालाई पनि साक्षी राखेर, देशलाई केन्द्रबिन्दुमा राखेर, देशको अहम विकास र देशको अर्थतन्त्र चलायमान बनाउँदै नेपाललाई जुरुक्क उठाउने वातावरण, राजनैतिक अवस्था र सम्बन्धका लागि आम मतदान गरौँ, निर्वाचनमा सक्रिय रूपमा सहभागी बनौँ र कोही पछाडि बसेर यत्तिकै नगरौँ। बरु भोट दिन नसक्ने अवस्था भए त्यसलाई प्रष्टसँग राखौँ। यस्ता कुराहरू आफ्ना साथीभाइ, छर छिमेकीहरू सबैसँग अभिव्यक्त गरौँ, तर निर्वाचनलाई स्वच्छ, निडर, भयरहित बनाउनका लागि र अन्य वातावरण मिलाउनका लागि, चाहे सत्ताबाट प्रत्यक्ष अप्रत्यक्ष प्रभाव वा प्रलोभनका कुराहरू वा दबाव र डरका कुराहरू हुन्, वा राजनैतिक दल र कार्यकर्ताहरूबाट डर, धाक, धम्कीका कुराहरू हुन्, वा अन्यले पार्ने प्रभावहरू हुन्, ती सबैबाट सचेत र सतर्क बनाऊ। सबैलाई आम निर्वाचन 2082 फगत एउटा चुनाव नबनोस्। यसपछि आउने प्रतिनिधि सभाले देशको राजनैतिक मुद्दा मात्र होइन, संवैधानिक, कानुनी, अर्थतन्त्र र अन्य क्षेत्रमा सकारात्मक परिवर्तन र योगदान गर्न सकोस्। खालि एउटा व्यक्तिका लागि अर्को व्यक्ति सांसद बनेको रूपमा यो संसद नबनोस्। यसका लागि सबैले होसियारी अपनाऊ।